गाली गर्ने भयो नि के कुरा भन्न सुन्नु हामीले पनि कुरा नभनिकन त्यसै सुनिन्छ र अब के साह्रो तर्काएको होला अब के असार पनि जानु थाल्यो होइन अब लास्ट आइसक्यो अब साउन लाग्यो अब हरियो चुरा मेहन्दी हरियो कपडा लगाउने साथीहरूले अनि मन्दिर जाने सँगै यस्तो लगाएर भन्छ यसो चाहिन्छ नै त्यो त ठिकै हो साउना महिलाले गर्ने कुरा ठिकै हो चुरा साडी पोहोर किनेकै छन् त अनि प्रत्येक वर्ष के किन्नु पर्यो त्यस्तो कहाँ हुन्छ र पोहोर किनेको त पोहोर किनेको नि अहिले चाहिएन अर्को अब पोहोर किनेका कपडा पनि थियो कपडा चुरा पनि 2 दिन लगाएर राखेको अब तिनी चल्छन् त अनि के खर्च गर्नु पर्यो पिसकेको छैन केही पनि लगाएर पोहोर किनेको लुगा त च्यातिसक्यो घर बस्दा लाउँदा छैन अहिले त किन्नै पर्छ अहिले खोलेर हेर्ने अब चल्ने रहेछ भने चलाउने नभए आवश्यकै परे किन्ने अब त्यही त हो अरू कुरा के छ र प्रत्येक वर्ष साथै कहाँ हुन्छ त्यस्तो सबै कुरा हेर्न पर्यो घर व्यवहार चलाउने कुरा कहाँ त्यसरी सजिलो छ र एउटा कपडा किन्न पनि वर्षमा एकचोटि साउनमा किन्छ भन्दा नि त्यस्तो कुरा गर्ने होइन पोहोर पनि त्यही भनेर किन्ने आयो पोहोरको चाहिँ होइन मैले त त्यही पनि नलगाउने अब जस्तो छ त्यस्तै लगाऊँ भनेको साथीहरू फेरि उस्तै लगाऊँ भन्छन् अब साथीहरूको पनि मानिदिनु पर्यो होइन ठिक छ त्यो कुरालाई त अब हेर साथीहरूसँग सल्लाह गरेर चल्छ भने चलाउने नभए किन्ने अब के त चिज पनि आउँदैछ फेरि ठिक छ भइ त हाल्यो नि अब तिज अहिले किनेपछि तिजलाई पनि त्यसरी चल्छ त साउनमा किनेको त तिजमा किनेको साउनमा हरियो चाहियो तिज रातो चाहियो होइन साउनलाई चलाउने तिजा चाहिँ किन्न पऱ्यो किन्ने त्यही त हो अब दुई